नमस्कार। आज हामी जीवनको रङ्ग केशरीको पछिल्लो एपिसोड त्यो 35औं होला त्यसको एउटा खास अंशमा अलि गहिरिएर कुरा गर्दैछौँ है। हजुर, नमस्ते। यो अंश त साँच्चै निकै महत्त्वपूर्ण छ। पात्रहरूको सम्बन्धमा आएको उथलपुथल अनि त्यो वर्षौं पुरानो गोप्य कुराहरू। हो नि, अनि त्यसले अहिले निम्ति आएको समस्याहरू। हाम्रो आजको कुराकानीको उद्देश्य नै यही हो, यी घटनाहरू पछाडिको मतलब भावनात्मक र सामाजिक कारणहरू के हुन् भनेर अलिक खोतल्ने। एकदम। खास गरी सृजना र बसन्तको टुट्दो सम्बन्ध, अनि उता बसन्तको बुवाको त्यो उहिरेको झुट र अहिलेको पश्चाताप, अनि फेरि केसरीले भोग्नु परेको त्यो सामाजिक दबाव, सबै कुरा निकै मार्मिक छ यसमा। हो, सम्बन्ध कति नाजुक हुन्छ भन्ने प्रष्टै देखिन्छ। ल, सुरु गरौँ सृजना र बसन्तबाटै। सृजनाले त अब घरै छोडिन् हैन, माइत फर्किन्। फर्किन्, तर सुरुमा त बुवालाई पनि ढाँट्छिन् नि। त्यो फोन फुट्नुको कारण इन्द्रलाई देखाउँछिन्। हो त, किन होला है त्यसो गरेको? मतलब आफ्नै बुवालाई पनि सुरुमा किन सत्य नबनेको होला? खै, मलाई लाग्छ नि यसमा धेरै कुरा छ। एकातिर त्यो श्रीमान र सासूबाट पाएको दुःख त्यो छँदैछ। अर्कोतिर बसन्त र केसरीको त्यो सम्बन्धले उनलाई भित्रभित्र एकदमै गाह्रो बनाएको थियो। सायद सुरुमै बुवालाई थप तनाव दिन चाहिनन् कि? हुन सक्छ, वा आफ्नो बिहे नै असफल भयो भनेर स्वीकार्न गाह्रो भयो कि? त्यो पनि हो। अनि फेरि त्यो इन्द्रले बिहे गरौँ भनेर कति दबाब दिइरहेको छ, त्यसले झन् तनाव थपेको छ। त्यो इन्द्रको कुरा पनि छ है? हो नि, यी सबै कुराले गर्दा नै अन्तमा उनी डिभोर्स नै गर्ने निर्णयमा पुग्छिन्। अनि यो कुरा बसन्तको बुवालाई पनि प्रष्ट भन्छिन्। उनको निर्णय निकै कडा देखिन्छ नि त। झन् त्यो बसन्तको सम्पत्ति एक पैसा चाहिन भन्नुले त। त्यो उनको स्वाभिमान पनि हो, अनि त्यो सम्बन्धबाट म पुरै बाहिर निस्कन्छु भन्ने दृढता पनि देखिन्छ त्यसमा। ठिक हो। अब अर्को गम्भीर कुरामा जाउँ, बसन्तको बुवाको त्यो स्वीकारोक्ति। त्यो त झन् वर्षौं अगाडि केसरी माङ्गलिक छे भनेर झुटो फैलाएको रे। हो त, कस्तो खालको झुट? त्यो पनि कसैको जिन्दगीसँग जोडिएको। अनि कारण चाहिँ के रे? केसरीको बुवासँगको पुरानो रिस। हो, त्यही त, पुरानो अपमानको बदला लिने सोच अनि आफ्नो अहंकार। तर त्यही झुटले गर्दा आखिरमा आफ्नै छोरा बसन्त अनि केसरीको जिन्दगीमा कत्रो असर पर्यो। साँच्चै। तर अहिले उहाँको पश्चाताप निकै गहिरो देखिन्छ है। उहाँले महसुस गर्नुभएको छ मेरो अहंकारले कति ठूलो गल्ती भयो भनेर। हो, अनि बसन्त र केसरी दुवैसँग माफी माग्नुभयो, उनीहरूको बिहा गराइदिन्छु पनि भन्नुभयो। भन्नुभयो। त्यसले उहाँमा आएको परिवर्तन त देखाउँछ। तर प्रश्न के उठ्छ भने, के यतिले मात्रै विगत मेटिन्छ त? त्यो त गाह्रो छ। उहाँले पछुतो माने पनि समाजमा त त्यो कुरा फैलिसक्यो नि। केसरीलाई कति गाह्रो भयो होला? हो नि, केसरीमाथि त झन् बसन्तको रखेल बसेको जस्तो नराम्रो आरोप लाग्यो। कति चोट पुग्यो होला उनलाई। अनि अर्को कुरा, सृजना घरबाट निस्किने बित्तिकै बसन्तका आमा बुवा केसरीलाई तुरन्तै बुहारी बनाउन हतारिनु। त्यसले पनि त्यो सामाजिक दबाव कस्तो हुन्छ भन्ने देखाउँछ। एकदम। सामाजिक पक्ष त बलियो छ नै। उता केसरीले त्यो विवेक र जुनालाई सानैमा बिहे नगर भन्दा उल्टै आफैले अपमान सहनु परेको थियो नि। त्यो पनि थियो। समाज कस्तो दोहोरो चरित्रको छ भन्ने देखायो त्यसले। अनि यता सृजनालाई त्यो इन्द्रले दुःख दिइराखेको छ। सृजनाको बुवाले त चेतावनी दिएका छन् इन्द्रलाई, तर समस्या त सकिएको छैन। सबै पात्रहरू आफ्नो पीडा र सामाजिक दबावको बीचमा छन्। हो, अब यो सबै उथलपुथलको बीचमा पात्रहरूले आफ्नो निर्णय पनि लिएका छन्। जस्तो सृजना, उनी त छिटोभन्दा छिटो डिभोर्स गरेर अघि बढ्न चाहन्छन्। उनको निर्णय प्रष्ट छ। बसन्त चाहिँ अलि अलमलमा देखिन्छ हैन? हो कि सृजनासँग सम्बन्ध टुटे पनि केसरीसँग तुरन्तै बिहे गर्न चाहिँ अलि हच्किएको जस्तो। सायद अझै समय लिन चाहन्छौ वा परिस्थितिलाई अझै बुझ्न खोज्दैछ कि? अनि केसरी पनि उनी पनि त्यो सामाजिक दबावले गर्दा वा हतारमा बिहे गरिहाल्ने पक्षमा देखिन्नन्। उनको अडानले चाहिँ उनको परिपक्वता देखाउँछ। ठिक भन्नुभयो। अनि बसन्तका बुवा, उहाँले सृजनाको निर्णयलाई सम्मान गर्नु, सम्पत्ति नलिने कुरा मान्नु, यसले चाहिँ उहाँको पश्चाताप साँच्चीकै हो जस्तो लाग्छ है? हो, देखावटी मात्रै होइन जस्तो लाग्छ। उहाँ अब साँच्चै नै बसन्त र केसरी मिलेको हेर्न चाहनुहुन्छ। भनेपछि समग्रमा हेर्दा के देखियो त भन्दा
व्यक्तिगत सम्बन्धहरू कति सजिलै टुट्न सक्दा रहेछन्। विगतका गल्ती, अहङ्कार अनि समाजको डर। अनि आपसी अविश्वास, यी सबै कुराले सम्बन्धलाई एकदमै जटिल बनाइदिँदो रहेछ। सृजनाको पीडा, बुवाको ढिलो आएको बुद्धि अनि केसरीको सङ्घर्ष, यसले विश्वास र इमान्दारिता कति महत्त्वपूर्ण छ भन्ने देखाउँछ। साँच्चीकै नै यो अंशले एउटा गहिरो प्रश्न पनि छोडेर गयो। के हामीले विगतमा गरेको गल्तीको असरले हाम्रो वर्तमान र भविष्यलाई सधैँ पिरोलिरहन्छ त? अथवा के माफी, पश्चाताप र समयले ती घाउहरूलाई बिस्तारै निको पारेर एउटा नयाँ सुरुवात गर्न सम्भव बनाउँछ कि? यो प्रश्नबारे सोच्नु नै सायद यो अंश हेरेपछिको मुख्य कुरा होला।